महिलाहरूमा चाहिँ पिसाबको इन्फेक्सन एकदम धेरै हुने कारणहरू चाहिँ के हुन् भन्ने कुरा हैन। सो एउटा त हामीले के बुझ्नु पर्यो भन्दाखेरि एनाटोमिकल फ्याक्टर भन्छौँ हामीले हैन। सो दिशा गर्ने ठाउँ र पिसाब फेर्ने ठाउँ चाहिँ नजिक भएको हुनाले त्यहाँ वरिपरिको कीटाणु चाहिँ इजिली माथि जान्छ र पिसाबमा इन्फेक्सन गर्छ। त्यसमा अर्को कारण चाहिँ तपाईले बुझ्नु पर्यो भन्दाखेरि जुन पिसाबको लेन्थ हुन्छ नि, युरेथ्राको लेन्थ, त्यो चाहिँ फिमेलमा सानो 4 सेन्टिमिटर एराउन्ड त्यो भएको हुनाले चाहिँ कीटाणु चाँडै माइग्रेट गर्छन्। अर्को कुरा चाहिँ हाइजिन भन्ने कुरा हुन्छ हैन। सो यदि महिलाहरूले चाहिँ हाइजिनमा ध्यान दिनु भएन भने जुन त्यो वरिपरिको कीटाणु छ, दिशा गर्ने ठाउँको वरिपरिको कीटाणु, पिसाब फेर्ने स्किनमा त कीटाणुहरू हुन्छ नि, सो त्यो कीटाणुहरू पनि चाहिँ पिसाब फेर्ने ठाउँबाट भित्र जान्छ र यसले पिसाबको इन्फेक्सन गर्छ। अर्को कुरा चाहिँ न्युली म्यारिड हैन, न्युली म्यारिडमा चाहिँ हामीले हनीमुन सिस्टाइटिस भन्छ हैन। सो न्युली म्यारिडहरूमा चाहिँ अब उहाँले पनि हाइजिन त्यस्तो ध्यान दिनु भएन र सेक्सुअल कन्ट्याक्टले गर्दाखेरि, सेक्सुअल ट्रमाले गर्दाखेरि कीटाणुहरू चाहिँ इजिली भित्र जाने र त्यसले इन्फेक्सन गर्ने हुन्छ। सो त्यसलाई एउटा हामीले टर्म दिन्छौँ हनीमुन सिस्टाइटिस। प्रायः चाहिँ यो ठ्याक्कै यो मङ्सीरमा बिहे हुन्छ नि त प्रायः नेपालमा। सो मङ्सी पुस माघ फागुनतिर चाहिँ यो एकदम धेरै हामीले देखिरहेको हुन्छौँ हैन। बिरामीहरू धेरै नै आउनुहुन्छ, भर्ना गर्नुपर्ने हुन्छ। अनि त्यसमा पनि हामीले विचार गर्नुपर्ने कुरा चाहिँ हाइजिन नै हो। र अर्को कुरा चाहिँ हामी पोस्ट मेनोपोजल भन्छौँ भन्नाले जुन महिलाहरू 40 कटिसकेको, 45 कटिसकेको, महिनावारी सुकेको, उहाँहरूमा चाहिँ पिसाबको इन्फेक्सन एकदमै धेरै हुन्छ हैन। त्यो हुनुको कारण चाहिँ एउटा त हर्मोनल इस्युज भयो हैन, जुन इस्ट्रोजेन प्रड्युस गरेर हुन्छ नि बडीमा, त्यो चाहिँ बिस्तारै कम हुँदै जान्छ र त्यसले गर्दाखेरि चाहिँ योनिहरू चाहिँ ड्राई हुने र पिसाबको फेर्ने ठाउँ जुन हुन्छ नि युरेथ्रा अथवा युरेथ्रल मेटस, त्यो चाहिँ बिस्तारै साङ्गुरो हुँदै आउन सक्छ हैन, जसले गर्दाखेरि पिसाबको धारा चाहिँ कम हुँदै आउने र पिसाबभित्र अड्किने भयो नि त, अड्किँदाखेरि चाहिँ तपाईँको कीटाणु चाहिँ इजिली प्रोलिफरेट गर्ने भयो। सो यी कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छन् महिलाहरूमा, जसले गर्दाखेरि उहाँहरूमा चाहिँ पिसाबको इन्फेक्सन चाहिँ एकदम रिकरेन्ट देखिरहेको हुन्छ र यसलाई हामीले कसरी जोगाउने अथवा कसरी यसबाट छुटकारा पाउने भन्ने कुरा हो हैन। बारम्बार पिसाबको इन्फेक्सन भइराख्यो भने तपाईँलाई कति इरिटेसन हुन्छ भन्ने कुरा बुझ्नु पर्यो हैन। अब इन्फेक्सन हुने बित्तिकै त के गर्छ, यसले पिसाब छिन्सीमा लगाउने, पिसाब पोल्ने, तपाईँको ज्वरो आउने हुन्छ हैन, इभन पिसाबमा रगत देखिन सक्छ। सो यी कुराहरू चाहिँ तपाईँलाई देख्न सक्छ र हामीले अलिकति ध्यान दिएनौँ भने हुनसक्छ कहिलेकाहीँ किडनीसम्म पुगेर इन्फेक्सन तपाईँ आइसियु ल्यान्डअप गर्नुपर्ने हुनसक्छ हैन। सो अब यो सामान्य पनि लिन मिल्दैन हैन। अब पिसाबको इन्फेक्सन हो, तर यसलाई हामीले चाहिँ केही प्रिकसन्सहरू लियो भने चाहिँ यसबाट चाहिँ हामी छुटकारा चाहिँ पाउन सकिन्छ। सो हामीले महिलाले के बुझ्नु पर्यो भन्दाखेरि एउटा चाहिँ हामीले हाइजिन चाहिँ एकदम मेन्टेन गर्नुपर्ने हुन्छ हैन। र हाइजिन मेन्टेन गरिसकेपछि त्यहाँको वरिपरिको कीटाणुहरू चाहिँ तपाईँको भित्र छिर्दैन। अर्को कुरा चाहिँ पानीको इन्टेक हैन, पानी चाहिँ हामीले राम्रोसँग खानु पर्यो। अब कति खाने भन्ने कुरा हुन्छ हैन। अब यति भन्दा पनि यति पानी खानुहोस् कि तपाईँको पिसाबको रङ चाहिँ सफा होस् हैन, एकदम धेरै पहेँलो हुनु भएन हैन, सफा देखियोस्, त्यति पानी चाहिँ तपाईँले खानुपर्छ। मोरओभर 3 लिटर भन्दा माथि नै खानुहोस्, जसले गर्दाखेरि तपाईँको इभेन सानोतिनो कीटाणुभित्र छ भने पनि वास आउट हुन्छ। र अर्को यसमा चाहिँ एउटा क्र्यानबेरी एक्सट्र्याक्टको पनि कुरा छ हैन। सो क्र्यानबेरीमा चाहिँ त्यस्तो पदार्थ हुन्छ जसले चाहिँ कोटिङ गरिदिन्छ हैन पिसाबको नली र थैलीमा, जसले गर्दाखेरि कीटाणु चाहिँ त्यहाँभित्र मजाले आफ्नो घर बनाउन सक्दैन। सो यी कुराहरू पनि छ हैन, जसले चाहिँ इन्फेक्सन्सबाट चाहिँ बच्नुमा चाहिँ मद्दत गर्छ। अर्को कुरा चाहिँ हामीले पोस्ट मेनोपोजलमा कुरा गऱ्यौँ हैन, जसमा चाहिँ महिनावारी सुकिसक्यो, उहाँमा चाहिँ पिसाबको नली साङ्गुरो भएको छ, एस्ट्रोजनको इस्युज छ भने चाहिँ एउटा त उहाँहरूले गाइनोकोलोजिस्टलाई पनि भेट्नुपर्ने हुन्छ हैन। र हामी युरोलोजिस्टकोमा आउँदाखेरि चाहिँ हामीले उहाँको पिसाबको धारा सोध्छौँ हैन। धारा अलिकति मसिनो भइरहेछ, पिसाब फेर्न बल गर्नु परिरहेछ, राति धेरै नै उठ्नु परिरहेछ भनेदेखि हुनसक्छ उहाँको पिसाबको नली टाइट भएको हुनसक्छ हैन। सो त्यस्तो खण्डमा चाहिँ हामीले उहाँलाई चाहिँ एउटा युरोफ्लो पनि गराउँछौँ हैन, स्पिड हेर्छौँ पिसाबको स्पिड कतिको छ। र त्यसपछि उहाँलाई हामीले दूरबीन हालेर सिस्टोस्कोपी भन्नाले दूरबीन हालेर चाहिँ पिसाबको नली र थैली हेर्छौँ हैन। टाइट छ भने त्यसलाई चाहिँ खोलिदिन्छौँ। खोलिसकेपछि चाहिँ उहाँको पिसाब धरेर भयो भने त इन्फेक्सन्स कम हुन्छ। र अर्को कुरा चाहिँ हामीले एस्ट्रोजेन सप्लिमेन्ट पनि दिन्छौँ हैन, जुन वरिपरि लगाउनलाई दिन्छौँ हैन। त्यो लगाउँदाखेरि चाहिँ एस्ट्रोजेन सप्लिमेन्ट भयो भने ड्राई कम हुने र इन्फेक्सन कम हुने हुन्छ। सो बेसिकली
कुराहरू नै हुन् जुनमा चाहिँ हामीले ध्यान दियौँ भने चाहिँ हामी महिला दिदीबहिनीहरूले चाहिँ अलिकति बेसिक हेल्थ हामीले चाहिँ इस्युजहरूलाई चाहिँ एड्रेस गऱ्यौँ भने हाइजिन मेन्टेन गऱ्यौँ भने चाहिँ यसबाट मुक्ति पाउन सकिन्छ। अब यसमा चाहिँ हामीले विचार गर्नुपर्ने कुरा चाहिँ एउटा त्यो क्लोथिङ हुन्छ नि, क्लोथिङले पनि तपाईँको चाहिँ युरिनरी ट्र्याक्ट इन्फेक्सनमा चाहिँ हेल्प गर्छ होइन। अब चाहिँ अलिकति खुल्ला खुल्ला कपडा भयो होइन, एरी कपडा भयो भने चाहिँ तपाईँको त्यो एरियामा चाहिँ तपाईँको मोइस्चर कम हुन्छ, मोइस्चर कम भएपछि त्यो किटाणुहरू पनि अथवा ढुसी पनि पर्दैन र त्यो किटाणुहरू पनि त्यहाँभित्र प्रोलिफरेट गर्दैन होइन। सो हामीले कटन कपडा नै बेसिकली एडभाइस गर्छौँ र कटन कपडालाई चाहिँ हामीले घाममा सुकाउनु पर्ने भन्छौँ होइन। सो घाममा सुकाएर लगाएको कपडामा चाहिँ इन्फेक्सन्सको रेट कम हुन्छ र जुन घाममा सुकिँदैन होइन, यो रुमभित्रै हामीले जुन छायामा सुकाएर लगाएको कपडाहरूमा चाहिँ इन्फेक्सन हुने चान्स अलिक बेसी हुन्छ देखिएको छ। र अर्को चाहिँ पोलिस्टर कपडाहरू चाहिँ सकेसम्म एभोइड गरौँ होइन, सकेसम्म कटन कपडा नै बेस्ट।